ज्ञानु ज्ञानु जब पनि आउन हो ज्ञानु तपाईँको लभ म्यारेज हो लभ गरेर बिहे गर्नुभएको लभ म्यारेज हो मेरो जसरी भए पनि आऊ म अब कहिले जिन्दगीमा मेरो सास हुइन्जेल म बाँचिन्जेल बिहे गर्नेवाला छुइनँ ज्ञानु तर तपाईँ त यो कान्छी श्रीमतीको लागि जेल पनि त बस्नु भएछ नि त होइन म जेल बसेरै मलाई यतिसम्म माया छ मेरो बुढीको मैले केही गल्ती गरेँ होला बुढी मलाई माफ दिएर भए पनि हजुरहरूले मानवको धर्मले पनि एकचोटि फिर्ता आइदियो भनिदिनु होला हजुर 100 जनामा 50 जनाले नराम्रो भन्नुभयो भने पनि 50 जनाको कुरा खाएर भए पनि मेरो बुढी जसरी भए पनि आइदिनु हो देश विदेशबाट सबैबाट मलाई सहयोग गरिदिनु न मलाई पैसाको सहयोग चाहिएन मेरो बुढी चाहियो र एउटा मोबाइल दिनुभयो भने हजुरहरूले म फिर्ता गर्नेछु मेरो बुढी भेटेको दिन म मिडियामा आएर पनि हजुर